फुटेको फुटे हुन्छ सुक्खा भएर लागेको लागि गर्छु अब के लाउँछ त अब सुक्खा भयो भने सकिगयो जतन गरेर थोरै थोरै गरेर लगायो थोरै थोरै गरेर लगायो भनेदेखि अब फेरि फुट्दाखेरि काम ल्याएको हो हस् हुन्छ नि नानी खुट्टाहरू त फुटेको छैन नि अहिले मजाले घोस्राई 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 त्यो एउटा हुन्छ नि ज्यान त्यसले घोस्राई 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 गरेर गरेको बल्ल बल्ल गयो खुट्टाहरू फुट्छ खुट्टाहरूमा नरम तेलहरू लगाइराख्नुपर्छ बेला बेलामा पैतालामा सुने होसले नु रग रग नकुद्नु अनु धेरै रग रग नगर्नु बाटोतिर नकुद्नु गाडीहरूले किच्छ बुनीलाई पनि बाटोतिर कुदाउनु नकुद्नु भन्नु घरमै खेल्नु है टाढा टाढा नजानु एक्लै एक्लै दुक्लै दुक्लै केटाकेटी बेला भएर घरमै बस्नु त्यो रग 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 नगर्नु बरु पसेर पढेर गीत गाएर बस्नु खेलेर बस्नु घरमै हस् आइआएको सुतेनौ नाक नकोटाउनु अब त्यही मुखमा हाल्छु फेरि नाक कोटाउँछु अनि त्यही मुखमा हाल्छु छेउको त नाकबाट धर्सा खालको खुन निक्लेको त्यो त घाउ हुन्छ नि त नाक यसरी कोटाउँदा कोटाउँदा गएपछि यस्तो नाक थियो नि रातोका नाकबाट खुन नचुहिने त्यस्तो नाकबाट खुन चुहेको त थिएन त्यो सब आइस भएर जमिएर त यस्तो धर्सा खालको भइरहेको थियो बुझेँ सुत्ने बेलामा तोरीको तेल हुन्छ नि तोरीको तेल हल्का अम्लामा लगाउने अनि भित्र छिराउने यसरी अनि सुत्ते त्यसो गर्दा चाहिँ नाकको भित्र नरम हुन्छ अनि रगतहरू आउँदैन तोरीको तेल त छैन तोरीको तेलले यस्तो भिजाउनु छ नाक बाबाहरूले नराज्नु भन्नुभएको होइन तिमीले नरागेको होइन जानुपर्छ नि भयो लगेको होइन किन लगेको भन्नु अर्को दिन नलाग्नु नि प्यारी हस् 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 अर्को ढुले त थाहै छैन मैले पर्स पनि बोकेको छु ब्ल्याक कलरको मामुको पर्स होला नि त यो त नानीले ठुलो भइगयो नि अब यो सानो बनाइदिन्छ अब छोरीले पनि बोक्न मिल्ने रहेछ मामाले पनि बोक्न मिल्ने रहेछ होइन मेरो कालो केटो सानोको छोरो कहाँ गयो देखेकै छुइनँ त मैले त राम्रैसँगले आमै मेरो कालो यहाँ आएर त यहीँ रहेछ त मेरो छोरो मैले कति बेर भइसक्यो नदेखेको मेरो कालो भुन्टे केटो नु मुसालाई मैले खै अलि बस अलि पर जाऊ न म हेर्छु मेरो छोरालाई पुरै कति दाना पुरै लगाएको अलि देखिएन क्या मेरो छोरा आधी मात्रै देखियो
रेखा मेरो सानो छोरो आधी मात्रै देखि क्या मलाई पुरै देख्नु परेको छ मेरो सानो उता खाटमाथि चढ त छोरो आमा हो लु आमा मेरो काले कति लु कति राम्रो नाना आमा कति राम्रो मेरो कालेको चप्पल चाहिँ कुन छ मेरो कालेको चप्पल चाहिँ आमा लु 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 कति राम्रो रहेछ कति राम्रो सुहाएको कति राम्रो सुहाएको ठुल्ली भइसकेको छ मेरो सानो पनि कति ठुली भइसकेको छ मेरो सानो छोरो पनि के त्यो तासले बोकेरै जाने तासले बोकेरै जाने गाछ गीत अच्छा 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 खेल्न चाहिन्छ नि मामालाई पनि खेल्नु पर्यो नि ल ल ल अनि माम पनि शुक्रबार पर्दो शरद सम्झिरहेको राख्ने बिहिबार एकसाथ सम्झिरहेको मलाई त सम्झाउनु पर्छ म बाहुनभन्दा 4 खण्ड थिएँ मलाई थाहा थियो अर्को शुक्रबार मेरा पनि पर्छ हौ हजुरको भन्दा राम्रो पर्छ मेरो पिङ्क कलर दसैँमा सपिङ गरे नछेल्नु न मामुले उहाँ हेर न मलाई देखाउनु बाबालाई देखाउनु लाग्दैन जो हेर न नछेल्नु न के ल नाचेर एउटा गीतमा नाच ल भयो एकदम फर्स्ट क्लास राम्रोसँग चाबी सब लगाऊ अनि चाबी लगाएर मम्मीलाई देऊ म जिम्मा लिन्न है फेरि मेरो माइत गएर मोबाइल हरायो भनेर चाहिँ म जिम्मा लिन्न कसको मोबाइल हराउँछ नि छोड्दै हिँड्दै गरेपछि बुवाको होस् छ र कसको मोबाइल बुवाको मोबाइल बोक्नु ठुलै बोक्दा पनि किन्देकै छ बोक्नु ठुलो कुन ठुलो त्यो ट्याब्लेट बुवाले त फोनको ठुलो होइन सानो चाहिँ हल्ला हुन्छ नि बरु मम्मीको त मोबाइल बोकिराख्दा हुन्छ सानो खाले त टिङटिङे फोन आएको पनि थाहा हुँदैन बुवाले थाहा पाउनु न त बोक्नुको मात्रै भरे कहाँ छोड्नुहुन्छ अनि ए रेखा इमर्जेन्सीमा भोलि आफूले फोन नगरे पनि अर्काले गर्दै भन्दा त पाउनु भयो नि त भोलि त तिमी उता हुन्छौ उता हुन्छ बुवा यता गाडीबाट चढेर आउनुहुन्छ गाईघाट आउँदाखेरि हुन्छ नि बिरामी भएको भए गर्छ नि फेरि
त्यसो भएन अहिले मम्मी यता बस्नुहुन्छ ल मम्मी यता बस्थे म यता बस्छु यता आउँछु बाई बाई नानीहरूलाई कभर गर्नु हुँदैन यो सानो धोको क्या चलाउँछ नि ब्याग हालिदिनु पर्छ हेभी छ बनाउनु हुन्छ म पनि सम्झी गाउँमा हिँडेको धोका सोका त्यो दोकानमै आउँछ होला। ए ल ल ल ल ल ठिक छ गर्नुपर्छ। अनलाइन थियो ल ल ल गर्दैछु म भाउजूहरूलाई ल ल ल ल बिस्तारै लिएर जानु है। हजुर ए म त ल ल